त क्या मतलब का आता है Nothing like my chat mahiya, nothing like my mutiara, nothing like some kangna shangna and long danish gara. Boogie te boogie, make it dog holna. मुबारक हो तुमको ये शादी तुम्हारी, मुबारक हो तुमको। यता कोटमा त्यता छौ सारीमा पियारी, ए पक्कै तिम्रो समाज छ नारी। यता कोटमा गरौँ त हेर न यो फोटो कसको? छोरीको? छोरीको आमाको। कति वर्षको हुँदा खिच्नुभयो यो फोटो? यो फोटो दर्शकलाई एकचोटि देखाउन चाहन्छौँ हामी। वेलकम वेलकम सौरभ ल वेलकम वेलकम कस्तो लाग्यो सौरभ सनमको घरको खाना? खाकै छैन बाबा, कसरी भन्नु?
छोरीको घरमा खानु हुँदैन है हुँदैन हामी सनमको घर जाने कार्यक्रम हुँदैछ गाडी अब यो बाटो ढलान भएको हुनाले हामी हिँडेर जाँदैछौँ गाडी आउँदैछ यो खोल्सीसम्म आउने रहेछ यहाँ कब तक जवानी छुपाओगी रानी अरे कब तक जवानी छुपाओगी रानी कमारों को कितना सताओगी रानी सँगै घुम्ला सँगसँगै हाँसौँला सँगसँगै हाँसौँला बर पिपलको जोडी झैँ बाँचौँला नई उमंग नई खुशी महक उठा है आंगन
माया लागेर के गर्नु सर बुढीको बोली राम्रो छैन अब पहिला चाहिँ राम्रो भयो अहिले राम्रो भएन भनेर हुन्छ बे गरेर 2 महिनादेखि बोली त त्यस्तै हो त्यसको तेरो बाउ भन्ने खाते भन्ने राडीको छोरो भन्ने I am a very, very bad man. If you are bad, I am your dad. कोई दीवाना मेरा दिलदार हो न जाए किस मौसम में कहीं मुझे प्यार हो न जाए बाबा की चोरी हुन्छुमा हर कुजुनी मापनी बाबा की चोरी हुन्छुमा हर कुजुनी मापनी
ल ल दिनाजुलाई अब तान्यो तान्यो अझिट्यो यो पनि हो सानीलाई मामुसँग जिम्मा लगाएर म घर जाने है मेरो लुगा लिनु म नयाँ गाउँ जाने लुगा पैसा दिने हो यो बेला हो ए हाम्रै थापाउटे गर्नुपर्ने पैसा चाहियो पुगेन अलि ठुलो बिटो नआएसम्म नछोड्नु है नानी कति ज्ञानी हाम्रो नानी ल है डाँडै दिनभरि बसेर त्यही खिचिया छ जस्तो लागेको छ ल है सानो हुनुको फाइदा पैसा दिने हो यो बेला हो ए हाम्रै थापाउटे गर्नुपर्ने पैसा चाहियो पुगेन अलि ठुलो बिटो नआएसम्म नछोड्नु है नानी कति ज्ञानी हाम्रो नानी ल है डाँडै दिनभरि बसेर त्यही खिचिया छ जस्तो लागेको छ ल है सानो हुनुको फाइदा के जोडले सुहाएको त तिमीलाई यो कपडा बाप रे बाप हल्दी लगाओ रे तेल चढ़ाओ
आइस नभना त कहिले तिमी सँगै छु सानोमा जहिले भुनभुन माउरी पानको पातमा छ ए भुनभुन माउरी पानको पातमा छ बदलु डममा बाँचुन्जेलसम्म मेरो जिन्दगी तिम्रै हातमा छ ए भुनभुन माउरी पानको पातमा छ बदलु डममा बाँचुन्जेलसम्म मेरो जिन्दगी तिम्रै हातमा छ मेरो जिन्दगी तिम्रै हातमा छ समय मिति 2083 साल वैशाख 22 गते समय बिहान 11 बजे मलाई श्री सूर्यरानी मेहंदी है रचने वाली हाथों में गहरी लाली कह सखियां अब कलियां हाथों में खिलने वाली मुबारक हो तुमको ये शादी तुम्हारी मुबारक हो तुमको ये शादी तुम्हारी सदा खुश रहो तुम दुआ है हमारी तुम्हारे कदम चूमे ये दुनिया आज हाम्रो भेट भएको दिन नचिने चाहिँ गर्दैछौ किन नगर्नु मना कति राम्री राम्री रहेछन् भन्दा खिच्नु पर्यो यो फोटो कसको छोरीको छोरीको आमाको कति वर्षको हुँदा खिच्नुभयो यो फोटो दर्शकलाई एकचोटि देखाउन चाहन्छौँ हामी म यता कोटमा त्यता छौ सारीमा पियारी ए पक्कै तिम्रो समाज छ नारी यता कोटमा महाजे मिठो बोली छ ढुङ्गाको छाती हुनेको हिउँझै मिठो हाँसो छ मनमा घोट हुनेको मान्छेको मन चिन्न गाह्रो मान्छेलाई बुझ्न झन् गाह्रो मान्छेको मन चिन्न गाह्रो मान्छेलाई बुझ्न झन् गाह्रो मान्छे रङ्ग फेर्दो रहेछ भनाइ र गराइ फरक पार्दो रहेछ भनाइ र गराइ फरक पार्दो रहेछ
चल पल हाँस्नी बोल्नी बानी हो के छ खबर नानी हो तिर्न उनीको छ र सबैतिर दिलमा छ यो छोरो त दिलमा छ सँगै मनाङ मुस्ताङ अर्फको स्याउदाना चाखाउला ओ घुमाउला सँगै मनाङ मुस्ताङ अर्फको स्याउदाना चाखाउला ड्राइभर च्याङ्बा हातमा सिट छ तिमीलाई सुखमा राखौला ड्राइभर च्याङ्बा हातमा सिट छ तिमीलाई सुखमा राखौला लासामा गाउला सुनलाउला घुमाउला तातो पानी बजारमा हुर्केको जोबन च्याङ्बालाई देऊ न नराख त्यो मन दोधारमा हुर्केको कसम से करेंगे मोहब्बत तिम्रो साथमा दुनिया जितु छै दुनिया जितु छै बदलिँदैन यो माया जितु छै याद यादमा हामी कहाँ जाँदैछौँ सौरभ दिदीलाई भन् त ओइ सनमे समय लिँदै आइदे यत्रो हिँड्नु पर्यो है हामी सनमको घर जाँदैछौँ उकालो हो क्या फेरि सनम दिदीको घर जाँदैछौँ हामी हिँड्दै 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 यत्रो हिल लगाएको छौँ हामीले सनम दिदी छिटो बाबा तपाईँ चाहिँ हिँड्नु न फेरि हिल लगाएर हाइकिङ बाबा लड्नुमा 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 जाँदैछौँ